यो हामी चाहिँ मायादेवी मन्दिरको मूर्ति आउँदैछौँ हामी अहिले लुम्बिनीमा। यो चाहिँ पछाडिको देखेको माया मन्दिर। भन्जेसबाट हानिदिँदै रे दाइले त आउ न। अब मेरो मोबाइल झिक्नु पर्छ, सबैको मोबाइल साइज छ हाम्रो सिम्पल खालको। ल त फोटो खिचेर हामीलाई यसो पठाइदिउँ त। एउटा हाम्रो अब एउटा लुम्बिनीमा छ। हामी लाइसेन्स चेक गरिसक्यो, लाइसेन्स चेक गरिसक्यो। तपाईँ चेक गर्नु, मैले लाइसेन्स चेक गर्नु। यस्तो ठाउँ रहेछ लुम्बिनी होइन। ल हेर्नुहोस् यस्तो ठाउँ छ कि हाम्रो नेपालमा पनि यति राम्रो ठाउँ छ कि एकपल्ट सबै हाम्रो नेपालका जनताहरू, नेपालका आफ्ना जनताले चाहिँ ठाउँ आउनै पर्ने ठाउँ। ल हेर्नु यो उहाँहरू चाहिँ मेरा म कानपुर सुन्दर व्यवसाय सङ्घका हाम्रा टिम अध्यक्ष लगायत सम्पूर्ण टिम हुनुहुन्छ। आज चाहिँ हामी लुम्बिनी परिक्रमा गर्दैछौँ। ल हेर्नुहोस् लुम्बिनी गौतम बुद्ध जन्मेको स्थानमा ल जाँदैछ। यो भिडियो चाहिँ धेरै लामो हुन्छ है। यो चाहिँ युट्युबमा हाल्ने भिडियो हो। मेरो युट्युब च्यानल चाहिँ मिस्टर शम्भु छ, मिस्टर शम्भु मिनी भ्लग छ, तपाईँहरू जानु होला। अलिक गर्मी नै छ लुम्बिनी, मान्छेले चिन्छन् गर्मी भन्ने ठाउँ चिन्छन्, नभन्ने साँच्चै नै गर्मी नै छ। ल हेर्नुहोस् यहाँ चाहिँ विदेशीहरूलाई जसरी नै पैसा माग्छन्। यहाँ चाहिँ टोइलेट पनि रहेछ उहाँ बुगीमा। ल हेर्नुहोस् हाम्रो नेपालमा चाहिँ विदेशीहरू यति रमाउँछन् कि ल हेर्नु। तर यहाँ चाहिँ हाम्रो माग्ने सानसानो भाइ बहिनीहरूले चाहिँ मागेर धुरुक्कै रहँदो रहेछन्। ल हेर्नु कहाँ दिन्छ त नि। यो भिडियो आयो, यो भिडियो है। हामी नेपालीलाई पनि 20 रुपियाँ टिकट पर व्यक्ति 20 रुपियाँ रहेछ। टिकट काट्दैछु म। यहाँ छौँ हामी लुम्बिनीको मेन हाम्रो गौतम बुद्ध जन्मेको ठाउँ। ल हेर्नुहोस् यति राम्रो छ कि हाम्रो नेपाल पनि। ल पछाडि चाहिँ मेरा आदरणीय मामा आउँदै हुनुहुन्छ, त्यसपछि राजकुमारजी आउँदै हुनुहुन्छ, किरण दाई, कमल सेन्चुरी सबैजना आउँदै हुनुहुन्छ पछाडि पछाडि। हामी चाहिँ यसरी लाग्दैछौँ। कस्तो हुँदैछ मामा? ओहो मनोज केयर मन्दिरभित्रै हो त मेरो पनि छुट्टो छ। हामी ढोग्ने होइन क्या मामा। मामा मलाई पनि छुट्टो छ त, म ढोग्ने हो त। भेट्न आएको नि यार। अनि भेट्न आएको हामी।
भइहाल्छ नि मन चोखरा हेर्नु न अनि मेरो त 2-3टा जुरेको हो नि आज त भगवान् बुद्ध भगवान्ले नै आउनु मलाई भेट्नु भनेर पठाउनु भएको त अनि नभए नजुरे भए त्यसरी आउनै आउँदैन फेरि त्यही त ल यो चाहिँ अब हामी यहाँबाट चाहिँ यसरी जान्छ अनि त्यहाँसम्म जाने अनि बन्द गर्ने भित्र हुँदैन मलाई थाहा छ यहाँबाट चाहिँ हाम्रो मन्दिरभित्रको फोटो खिच्न मनाइ छ भनेर चाहिँ बोर्ड छ यहाँबाट स्टप गर्छौँ हामी है त भिडियो बनाउन नपाए पनि हामी बाहिरबाट चाहिँ अब यो भित्रबाट निस्केर मायादेवी मन्दिरबाट चाहिँ हामी बुद्ध भगवान् जन्मेको स्थल चाहिँ हामी छिरेर चाहिँ हामी यहाँबाट निस्केर चाहिँ अब जाँदैछौँ यो ठाउँ हाम्रो ल हेर्नुहोस् यस्तो ठाउँ छ कि होइन आजभन्दा म 7-8 वर्ष अगाडि पनि आएको थिएँ तर यो खुट्टाको चाहिँ यस्तो थाहा छैन आइ कति चिसो छ यार तपाईँको के अरे दुबईको हिन्दू मन्दिर छ कि मामा अब दाइम होइन यस्तो गरम छैन टायल तातो हुँदैन कि खालको दाइ पनि हेर्नुहोस् हाम्रा विदेशी यहाँ कछुवा पनि छ हाम्रो यो पोखरीमा थुप्रै कछुवा छ ल हेर्नुहोस् हाम्रो विदेशी दिदी बहिनीहरू चाहिँ मजाले ध्यानमा बस्नु भइरहेछ ओम माने पेमे भनेर ल हेर्नुहोस् आहा यार ल यसरी चाहिँ तपस्वी शम्भु भद्राज्यू नेपाल सुसाइटी व्यवसायी सङ्घबाट सङ्घको लागि लुम्बिनीमा आएर तपस्या गरिरहनु भएको छ।